मामा एउटा पिस आहा वेलकम ब्याक टु आवर च्यानल गाइज। पछाडिपट्टि देख्नु भएको तपाईँहरूकै अनमोल ह्याङ लिम्बूको घर हो है त। अनमोल ह्याङ मेरो भाइ पनि छ है, फेरि भाइले हेर्दैछ भने चाहिँ भाइको पनि हो। बदेल अनि त्यस पछाडि चाहिँ कुखुरा फ्राई हुन्छ, रोस्ट फ्राई हुन्छ। र दा अङ्कलहरू पनि सबैजना आइसक्नु भएको छ। आजको खाना पकाउने अङ्कलहरू पनि सामानहरू सबै लिएर। आमामामा हेर्नु त अनि बाफ एकदम आनन्द अङ्कल। आजको चामल ल खतरा रहेछ। सबजना एक्साइटेड है बाफ्रे। हामी म त होइन सबैजना एक्साइटेड छ। आज चाहिँ लाइफमा फर्स्ट टाइम एकैचोटि त हुन्छ यस्तो कुरा होइन। गाइज आज चाहिँ घर ओपनिङ हुन आँटेको छ पहिलोचोटि फर्स्ट टाइम है। अनि सबजना एक्साइटेड हुनुहुन्छ, मभन्दा बेसी त यार अङ्कल लोग एक्साइटेड हुनुहुन्छ यार। अम्बो अब वरिपरिको त भिडियो धेरै हेरिसक्नु भएको होला। अब हामी जानेछौँ भित्रपट्टि अनि त्यस पछाडि लेट्स सी है त वाट्स इज इनसाइड। लेट्स गो। सब्जी आजको सब्जी अङ्कल यहाँ लगाउनु बाँकी छ। रेलिङ बाँकी छ नि अङ्कल यहाँ। ल दुईजनाको छोराहरूको घर त कार्पेटहरू पुरै ओछ्याउनै बाँकी छ यहाँनिर। ल्याएको छौँ पिफाउँ। Too young, way too much fun out in the sun. No pain when it's gone. Took you to prom, dance to our song, dance all night long till the lights come on. ए बङ्गमास खोइ कसले ल्याउँछ? तपाईँहरूले ल्याउनु भने कसले बङ्गमास ल्याउँछ भन्छ यहाँ हामीलाई? ल बङ्गमास त्यहाँ के भन्नु अर्डर गर्ने तिम्रोमा यही बाङ्गे यार। ओ सेट घुँडामै छिरिहाल्यो यार यो त। थेट गाइस हेर्नु खुनै आयो भित्र रेड कलरको। आया घुँडा टेकेर खप्पै गाडी यार घुँडामा। ओहो हड्डीमा भित्र घोच्यो कि के हो। थेट धन्न मैले चाहिँ टिटनसको सुई चाहिँ लगाएको छु। यसमा खिया पनि छैन। थेटरिका सक्दिनँ क्या आजकै दिनमा। फेरि हेर्नु न ल मलाई मेरो नाम के दिनु भएको छ अरे भनिदिनु न। भ्लग बनाउनलाई चाहिँ ब्याट्री छ, मेरो फोटो खिच्नलाई छैन। विक्रम सर के छ? ठिक छ होइन भाइरल सर ओ आउनु टिकटक बनाउनु न हेर क्या। अब अनुकूल हाम्रो कोठा चाहिँ यो हो। अहिले हामी लैजान्छ यो अनि यहाँ चाहिँ लिभिङ रुम यस्तो भइसकेको छ। कार्पेट ओछ्यायो हामीले ग्रिन कलरको कार्पेट। र यता चाहिँ मम ड्याडको कोठा। गिटारहरू रेडी छ गाइस। तपाईँहरूलाई मुनि त मैले देखाइसकेको छु। माथि जाउँ न त है। कस्तो चिसो छ बाहिर त आम्मा, कस्तो चिसो हावा आएको। And how careless we be. All day and all night we'd stay up, it felt so right. आस्ते जाडो छ गाइस बाहिर चाहिँ। मेरो अघिको खुट्टा घुँडा पनि दुख्दैछ फेरि अहिले धेरै यताउति गरेपछि यस्तै हुन्छ। स्वागत छ हाम्रो घरमा। खै वेलकम थ्याङ्क यू भनेको। ल थ्याङ्क यू भन् त। सिकाउने उल्टो सिकाएछ के गर्नु है। आज चाहिँ घर जस्तो देखिरहेको छ। पापा यहाँ हुनुहुन्छ। कस्तो लाग्दैछ? ठिक छु ल राम्रो छु। पापालाई बोल्नै आउँदैन भाइ। ओहो धुवा त लास्टै आयो त्यहाँ। क्याप्टेन चाहिँ यहाँ राजु सुदासँग
सो यहाँ चाहिँ हाम्रो घनश्याम भाइले बनाउनु भएको छ यस्तो दामी है त द लास्ट ए चुप न कसले दिँदैन यस्तै हुन्छ सो यो चाहिँ अन्तिममा परमेश्वर येशू ख्रीष्टले चाहिँ अन्तिममा चाहिँ हामी सबैजनासँग चाहिँ भोज खानु भएको हो हामी प्र्याक्टिस गर्न आँटेका छौँ ल 1 2 3 स्टार उता सबैजना बाउ आउनु भयो नि त भाइ तिम्रो पनि बुवा आउनु भयो मामा एउटा पिस आहा अनुग्रह धेरै सिक्नुपर्छ है भाइ बाबा अब मामाले पनि यस कस्टमर नहुने भएपछि त अन्त व्यवस्था गर्नु पर्यो नि अब डाक्टरलाई भन्नु राख्नु पर्यो यो क्यारल पनि हो क्रिसमसको पार्टी पनि हो घर उद्घाटन पनि हो नयाँ साल पनि हो एउटै तिर्ने चाहना अब पहिला चाहिँ अब हामी क्यारल खेल्दैछौँ त्यस कारणले गर्दाखेरि क्यारलमा हामीले जुन भजन गाउँछौँ त्यो हामी सबैलाई थाहा छँदैछ एउटा खण्ड चाहिँ छ नडराऊ किनभने हेर दाउदको सहरमा आज एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ कि तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुलमा सुताइरहेको भेटाउने छौ अनि यो चाहिँ एउटा क्रिसमसको सन्देश हो त्यस कारणले गर्दाखेरि अब यो क्रिसमसको क्यारलको रूपमा हामी यो भजन गाउँदै एकपल्ट सानो क्यारललाई याद गर्नेछौँ क्यारल त गइसकेको छ अस्तिलाई तर पनि अब अझै पनि क्रिसमस डिसेम्बरभरि नै हाम्रो क्यारल हुन्छ विभिन्न ठाउँहरूमा चर्चहरूमा अझै खेलिरहेको छ र आज यो क्यारलको साँझ भनेर पनि हामी घोषणा गर्नेछौँ र अब क्यारलको गीत हामी गाउनेछौँ आइडिया बुढीको हुन्छ अर्को आइडिया बुढाको हुन्छ त्यसले गर्दाखेरि कोही कोही बेला कस्तो हुँदो रहेछ भने सुनिताहरूले यो कुमारीहरूले चाहिँ ठिक गरे जस्तो लाग्छ किन भन्दा बुढाहरू विदेशमा थियो उनीहरूले आफ्नो तरिकाले बनायो तर लामो समयसम्म यहाँ यो घर बनाउँदै गर्दाखेरि यो श्रीमान र श्रीमतीको होइन कहिले पनि आफ्नो आफ्नो इच्छा अनुसारको हुँदो रहेछ तर जति जे भने पनि श्रीमतीहरूले जित्छ है याद गर्नु फेरि बुझ्नु भएको भएन भित्र चाहिँ वचन हुँदैछ र बाइबलको थोरै प्रवचन पछाडि चाहिँ यो चाहिँ मेरो कोठा हो पछाडि हेर्न सक्नुहुन्छ स्लिपिङ ब्यागहरू छ सब यसमा आज चाहिँ स्लिपिङ ब्यागमा सुत्ने हो करिब 19वटा जति छन् अनि युथ भाइ बहिनीहरू क्याम्प फायर हुन्छ आगो ताप्छौँ रमाइलो हुन्छ नछुटाइकन हेर्दै गर्नु होला है त पहिलो पैसा नलि काम गर्ने राजेश दाजु यहाँ आउनुहोस् त सेवा गर्ने पैसा नलि सेवा गर्ने राजेश दाजु पैसा नलिकन सेवा गर्ने अर्को हुनुहुन्छ हाम्रो अनिल होइन
ल जानु जानु पर्यो बोलाउँदै हुन्छ छिटो आउनु गिनिहाल्नु छिटो फास्ट ढिलो भइसक्यो अङ्कल छिटो 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 गइहाल्नु अलिनु भयो सेवा गर्ने अर्को हुनुहुन्छ हाम्रो राजेन्द्र राई उहाँहरूलाई चाहिँ म विशेष परिचय गराउन चाहन्छु तपाईँ तिनैजना आउनुहोस् यहाँ आउनुहोस् तिनैजना यो तिनजना ताली बजाऊ है ल ताली बजाइदिउँ है हस् धन्यवाद छ उहाँहरूको चाहिँ विशेष योगदान धेरै छ म उहाँहरूको योगदानको बारेमा भन्छु उहाँहरूले यो जति पनि वायरिङहरू गर्नुभएको छ उहाँले फ्री अफ कस्ट उहाँले वायरिङ गरिदिनु भयो मसँग पैसा छैन अङ्कल म तपाईँलाई सघाउने थिएँ तर मेरोबाट चाहिँ यो वायरिङ भयो त्यस पछाडि प्लम्बिङ भयो जति पनि उहाँहरूले हेलो गाइस नयाँ भ्लगर इन द टाउन यहाँनिर अङ्कल हुनुहुन्छ जय मसी राजन अङ्कल जय मसी तपाईँ कहाँ आउनुभएको आज म विराटनगरको कटरी भन्ने गाउँमा आएको अनि यहाँनिर नयाँ घरको ओपनिङमा तपाईँ खुसी हुनुहुन्छ नयाँ घरमा एकदम खुसी छु अनि यो घर त सार्न मिल्दैन फेरि हो यति खुसी छु मिले चाहिँ आफै लग्थ्यो कस्तो बोकियो अरे क्या कान हाल्यो अरे क्या कुटाउँदै अङ्कललाई चाहिँ नानीहरू धेरै मनपर्छ सबैजना आमा दिदी बहिनीहरू यतातिर हुनुहुन्छ अनि ल्याभेन्डरको यहाँनिर मासु बाँड्दै होइसिन्छ आन्टीले कुक अङ्कलको मिसेस दुईजना हाई सुसना हाई गर्दैन छिटो ब्लगमा हाई रोस्ट चिकन रोस्ट चिकन हो पोर्क पनि छ हाम्रो होइन आज हजुर त्यो पनि छ धन्यवाद उसो भए तिमीले दामी लाग्यो भने त्यसैमा म चाहिँ मख राजन अङ्कलले त नि यति मन पर्यो अरे उठाएर लग्ने भए लग्दा खुसी साथ लग्नुहुन्थ्यो अरे खाना आइसक्यो हेर्नु है गाइस हेर्नु भाइहरू चाहिँ भोकै छ होइन अर्मल दाइले खाएर आइसक्यो क्या हेर्नु न बस्नेहरूलाई के अरे बस्नेहरू हामी नबस्नेहरू खाना गइहालौँ न म बस्ने खानाको लागि भोक लाग्यो कति छ यसको अहिले यसको 80 110 नयाँ है त के भन्छ पुरा स्पिडमा यतै मामा इटारी पुगेर पनि फर्किन्छ होला है इटारी धरान सब कति किलो पुग्छ यो 80 उयो हो माइले छु ए 80 माइले त धरान पुगेर आइपुगेर अरे मामालाई पनि यही भनेको थिएँ मैले यही हैन यही भनेको थिएँ म निलोमा लिनु भएर चाहिँ एकदम ठिक छ तपाईँलाई बेस्ट भयो नि मामा अब यो लिएपछि तपाईँलाई लाइसेन्स पनि पर्दैन टाढा टाढा नि भइहाल्यो पछि अनि यस्तै खालको लिनु पर्ला अब ल अब सबैजना जाँदै हुनुहुन्छ खानापिना खाइसकेर झिलिमिली यस्तो छ बाहिरबाट है त नि ल आफूले हेर्नु ल भ्लगमा मेरो भ्लग हेर्ने एउटा प्रिमियम सब्सक्राइबर मजा आइरहेछ राति ठ्याक्क बत्ती पनि गयो यार गाइस बत्ती नि गएको छ गाइस कस्तो लाग्दैछ त घरमा बस्दाखेरि कस्तो लाग्दैछ आज यहाँ
बाफ फर्स्ट मलाई आफै मजा लाग्दैछ जिन्दगीमा पहिलोचोटि आफ्नो घरमा सुत्न पाइरहेको छु सबजनासँग है आम्मा मजा आइरहेछ यो यादगार पल आमा डक्टर है सबैजनालाई छिन दिनु पहिला सबैजना छिन दिनु आमा डक्टर है म चाहिँ उसको डेलिभरी गर्दैछु सीपीआर स्टिल गेम खेल्दैछौँ यसरी सबजना आफ्नो स्लिपिङ ब्यागमा म पनि स्लिपिङ ब्यागमा दिनभरि जति भिडियो देखाएँ अब सुत्न आँटेको छौँ हामी थोरै गेम खेलेर थ्याङ्क्स फर वाचिङ गाइज यो चाहिँ मेमोरी हुनेवाला छ पछि फर्निचर आउन सक्छ अहिले केही नभएको बेलामा पनि खुसी छौँ हामी रातिको 1 बज्न आएछ इलन भाइ ओनिस आर्यन घनश्याम अविरल सुतेको गाइज अब चाहिँ म चाहिँ सुते गाइज अनमोल दादा चाहिँ भर्खरै उठ्नुभयो त्यो पनि हामीले आएर उठाएर अनबक्सिङ हाल्नु दादा उठ्नु त्यस्तो होइन अनि त्यस पछाडि अर्को यिनीहरू यता सुतिरहेछन् यति धेरै उठाउँदा पनि नउठ्ने मान्छे यहाँ अनि त्यस पछाडि हामीले अर्को यो मान्छेहरूलाई पनि अनबक्सिङ गरिसकेको छौँ यो मान्छेलाई मैले अनबक्सिङ गरेँ यो मान्छेलाई सिलगढी दिली अनि यो मान्छे ओइ दादा फेरि सुत्नु ए नसुत्नु दिन्छ यसरी चढी पनि दिन्छ कुछ नहीं होता है बहन बहन होती है गुड मर्निङ गाइज अब घरको सरसफाइतिर लागेको छु म चाहिँ अब भाइहरू चाहिँ जाँदैछन् आफ्नो घरतिर ल गाइज बाई बाई सबैजना राम्ररी जानु होला ल सिउ 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 गयो ल ल ल बाई बाई अन्तिमसम्म हेर्ने दर्शकहरूलाई पनि थ्याङ्क यू सो मच हाँसेको हेर्न झन्डै सिँगा निकाल ल बाई बाई ठिक्क भएछ साइकलहरू पनि